फुर्सद मेरो डाटा केबल बिग्रेछ तेरो छ होला मलाई एकछिन दे न म चार्ज गरेर ल्याइदिन्छु नाइ मेरो डाटा केबल सकिएको छैन मसँग लाटकमै डाटा केबल नि सकिन्छ अब मेरो सक्यो त तैँले भनेको सुन्न यत्रो रहेछ दुईटा डाटा केबल लोभी डाटा केबल भनिरहनु पर्छ सिधै भन्नु सक्दैन मोबाइलको चार्ज गर्ने पुच्छर भनेर रुको जरा जमाना कहाँ पुगिसक्यो यसलाई अझैसम्म थाहा छैन रहेछ मलाई थाहा छैन मेरोमा त्यो खै के डाटा केबल कि त्यो क्युसे चाहिँ छैन मेरोमा एउटा दुईटा छ चार्जरको पुच्छर त्यति मात्रै हो मलाई क्युसे थाहा छैन त्यही त हो नि डाटा केबल भनेको मोबाइलमा हाल्ने पुच्छर खै त्यो त छैन होला मोबाइलमा चार्ज गर्ने पुच्छर चाहिँ यहाँ हाल्ने चाहिँ त्यहीँ होला त्यो केबल भन्ने त मसँग छैन साथी तैँले भनेको र मैले भनेको यही हो क्या लाटा मैले एकछिन चार्ज गर्न लगेँ है ओइ तुत्तिने राख तुत्तिने राख भने हुत्ते मोबाइल किनेर लिएर चार्ज लगा न छिटो जा तुत्तिने राख होटलमा चार्जर पाइन्छ लाटा त्यसलाई त म के गर्नु नाइ के गर्नु पर्दैन एक बोतल रक्सी किन्दै न रक्सी नखाएको पनि साह्रै 1.5 दिन भयो क्या ल एक बोतल रक्सी किन्दै लु हिँड म खुवाइदिन्छु दादाले रक्सी किनेर खुवाउने हो यार आज त कुन्डा रक्सी खाने मेरो फट्का पुगेछ यार लु जम्दै तँलाई रक्सी चाहिँ होइन तँलाई मेरो मुख चाहिँ मुतेर कानेर ढालिदिन्छु अहिले म माछी मारेर अर्कालाई मुख खुवाउने यार अघि चाहिँ के खान आश देखाइरहेको रक्सी खुवाउँछु भनेर यार किन आश देखाएको खुर्कै चाहिँ यहाँबाट हेलो गाइस नमस्कार है हामी दुईजनाकै तर्फबाट होइन अनि हजुरहरूलाई कस्तो लाग्यो होइन आजको हाम्रो यसो हल्का कमेडी होइन हजुरलाई कस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला होइन यदि हजुरहरू नयाँ हुनुहुन्छ भनेदेखि होइन यो युट्युब च्यानललाई नि सब्सक्राइब गरिदिनु नबिर्सिनु होला होइन हजुरहरूको साथ सपोर्ट माया पाउँछु भन्ने मेरो आशा छ होइन त्यही भएर यदि हजुरहरू नयाँ हुनुहुन्छ भनेदेखि यो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु नबिर्सिनु होला साथै यो भिडियो पनि सेयर गरिदिनु होला ओके गाइस अब हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ बाइ बाइ